नमस्कार नमस्कार नमस्कार। म आज यस्तो ठाउँमा उपस्थित भएको छु हेर्नुहोस् है, इन्डियाको गोवा अधिराज्यमा हाम्रो नेपाली दाजुभाइ हुनुहुँदो रहेछ। त्यही ठाउँमा म घुम्न आउने क्रममा यहाँ आइरहेको छु। त्यही ठाउँमा एकजना साथी भेट्नु भएको छ, उहाँसँग केही विशेष कुरा हुँदैछ हाम्रो, त्यो हेर्नु होला तपाईँहरूले। हजुरको शुभ नाम? हजुर चाहिँ धन्यवाद। म चाहिँ शैलेन्द्र गौतम नेपालबाट घुम्ने क्रममा हामी यहाँ आइपुगेका थियौँ। ठिकै छ ल बाटोमा हजुरलाई देखियो र ल ठिक छ, राम्रो आफ्नो नेपाली मान्छेलाई देखियो र राम्रो कुरा गर्नलाई पाइएको छ। एकदम आफूलाई आभारी ठान्दछु। धन्यवाद। म नेपालबाट भर्खरै हिजो भर्खरै गोवामा आइपुगेको थिएँ। गोवामा नेपालबाट कति नेपालीहरू आइपुगेछन्, उनीहरूको समस्या के छ भन्ने कुराको लागि हामी यहाँ बुझ्न आएका थियौँ, हाम्रो टिम। हजुर ठिकै छ। तपाईँले सामान्य रूपमा गोवामा भएका नेपालीहरूको बारेमा केही भन्नुहुन्थ्यो कि भन्ने कुरा हामीलाई लागिरहेको छ। उहाँ त भैँमै सुत्नु भएको रहेछ, के हो उहाँको कुरा? उहाँ चाहिँ सर हेर्नु, अब यहाँ गोवामा आएर होइन कुनै कम्पनी यस्तो गर्दो रहेछ कि स्यालेरी नदिने क्या। म उहाँलाई उठाएर कुरा गर्न सक्छु होला? सक्नुहुन्छ, उहाँ उठ्नु भयो भने चाहिँ कुरा गर्नु। हेलो भाइ, होइन उठ्नुहोस् न तपाईँ। नेपालीको दुःख व्यक्त गर्न आउनु भएको छ उहाँ चाहिँ। हजुरको केही दुई शब्दले उहाँलाई धेरै सहयोग, तपाईँलाई उद्धार गर्नको लागि आइरहेका छौँ हामी। मेरो उद्धार उहाँले गर्नुहुन्छ। शैलेन्द्र गौतम तपाईँको नाम मात्रै भनिदिनु होला। मलाई ल्याउने उहाँको नाम राजन राणा। म आफै व्यक्त गर्छु उहाँको। उहाँको नाम भन्नुहोस् त। हजुर, उहाँको नाम ठिकै छ। उहाँ मिडियामा आउनु नखोज्नु भएको ल? होइन, उहाँ चाहिँ हामीले बुझ्छौँ उहाँको उमरका। अहिले चाहिँ रक्सी खाएर सुत्नु भएको छ, टेन्सनमा। रक्सी कसले ल्याएर दियो त? फेरि काम नगरेको मान्छेलाई फेरि रक्सी ल्याएर कसले बोला? बिचरा अब के गर्नु, टेन्सन छ यस्तो गोवामा। आफ्नो रक्सीलाई त त्यसै दिनलाई टेन्सन भएको मान्छेलाई होइन, मैले दिएको उहाँलाई। मेरो साथी भनेपछि तपाईँले पैसा कमाइरहनु भएको छ यहाँ? मैले पैसा कमाएको भन्दा नि मैले कमाएको कि दुनियाँलाई लुटेर ल्याउनु भएको छ? होइन, म दुनियाँलाई लुटेको होइन सर। म चाहिँ के हो भन्दाखेरि नेपालबाट आएको, अहिले गोवामा सुरुमा अहिले म घुम्नलाई आएको। म यहाँ कस्तो घुम्न आएको मान्छेसँग कहाँ पैसा भयो त सर? घुम्न आएको मान्छेसँग पैसा हुन्छ सर। तपाईँले लुट्नु भएको छ यसको मतलब? होइन, मैले बाहिर मेरो पास्टमा धेरै कामहरू गरेँ मैले सर। के काम गर्नुभयो त? त्यो कामको बारेमा विस्तृत जानकारी दिनुहुन्न? विशेष जानकारी दिन हजुरलाई अहिले आवश्यक पनि छैन त्यो कुरा। आवश्यक नै, मिडियामा आइसकेपछि आवश्यक हुन्छ नि सर। हुँदैन नि सर। यस्तो भुइँमा सुताएर मान्छे पसिना खान पाइन्छ सर? हजुरको मैले उहाँलाई काममा दिएको होइन हजुर, उहाँलाई दूसरो अर्को काममा बस्नु भएको थियो र उहाँले तपाईँले उद्धार गर्नुभयो उसलाई? मैले उहाँलाई उद्धार गरेको छु, अहिले उहाँलाई बस्ने ठाउँ दिएको छु। उद्धार गरेको भए त घर पठाउनु पर्छ, नेपाल पठाउनु पर्छ नि त। नेपाल पठाउनलाई 30 ल हेर्नु होला है साथीहरू, अब यहाँ एकजना नेपालीलाई यसरी भुइँमा सुताएर यो हालत गर्नुभएको छ। आफू चाहिँ माथि खाटमाथि बसेर कुराको फिलहाल लुस्नु भएको छ बियरसँग। यसलाई के भन्न चाहनुहुन्छ? ल हेर्नु साथीभाइहरू, उहाँले भन्नुभयो यो कुरा पनि सही पनि हो। म उहाँलाई वहाँ तल सुताएको छु। म नेपालबाट। हजुर हजुर, म नेपालबाट। यहाँ सुन्नुहोस्, मेरो कुरा। ल ठिक छ सर, उसले भनिरहेको थियो मलाई, तिमीले मलाई स्यालेरी दिए छैन, मैले घरबाट पैसा मगाएर खाएको छु भनेको थियो। अब तपाईँले भन्नुभएको छ मैले उद्धार गरेर ल्याएर यहाँ सुताएको छु। यो विषय के भन्न चाहनुहुन्छ तपाईँ? हजुर, यो विषय तपाईँले राम्रो कुरो गर्नुभयो। अहिले चाहिँ राम्रो सवाल गर्नु। मलाई यो सवाल नेपाल गभर्मेन्टलाई गर्नु पनि मन थियो एकचोटि है। तर यहाँ के भइरहेको भन्दाखेरि उहाँजी चाहिँ एउटा कम्पनीमा काम गर्नुहुँदो रहेछ। त्यो कम्पनीले उहाँलाई स्यालेरी यो भनेको तपाईँको आफ्नो कम्पनी? आफ्नो कम्पनीमा चाहिँ उहाँले तपाईँले उद्धार गरेर ल्याएर राख्नु भएको? मैले त हजुरलाई सुरुमा पनि त्यही भनेको थिएँ। हजुर हजुर भनेर उहाँ चाहिँ कुनै पनि एउटा कम्पनीमा काम गर्नुभएको रहेछ। यस्ता नेपालीहरू टन्नै छन् यहाँ। यस्ता दुःख पाएका नेपालीहरू धेरै छन् यहाँ? धेरै छन्, म धेरै देख्छु। म अब सुरुमै म भिजिटमा आएको छु अहिले घुम्नको लागि है। म चाहिँ यहाँ रमाइलो गर्नको लागि आएको। म चाहिँ हामी के भने हाम्रो यो नेपाल बुझ्को यो कार्यक्रम यो कार्यक्रम हजुर हजुर, मैले पनि हजुरको कुराहरू धेरै बुझेँ है। धेरै तपाईँको कुराहरूलाई पनि रियलाइज गरेँ। हजुरले राम्रो कुरा तपाईँले उद्धार एकजना मान्छेको मात्रै किन गरे? यहाँ सुन्नुहोस् न, पहिला उहाँ चाहिँ कस्तो
सुरुमा म फर्स्ट टाइम आउँदाखेरि म चाहिँ उहाँ पन्जिमवाला भन्ने ठाउँमा गएको थिएँ। गोवामा राम्रो ठाउँ छ एउटा पन्जिम बिच भन्ने, हजुर जानुभयो जान पनि सक्नुहुन्छ हजुर उहाँ है। यहाँ आएको कति भयो? म यहाँको चाहिँ 2 महिना जति भयो, करिब करिब 2 महिना जति। पञ्चिङ बिच पन्जिम बिच भन्ने छ उहाँ। ए यहाँको चाहिँ यो चाहिँ तपाईले काम चाहिँ के गर्नुहुन्छ यहाँ? मैले मेरो काम भनेको आएको 2 चाहिँ महिनामा तपाईले स्टाफ पनि राख्नु भयो, काम चाहिँ के गर्नुभयो? स्टाफ मैले के राख्नु? मैले उद्धार गराएको छ। यस्तो नि गर्नु तपाईले चाहिँ काम के गर्नु? पैसा मैले काम गर्छ। 2 नम्बरी धन्दा गर्नुहुन्छ तपाईँ यहाँ बसेर नहीं। ब्ल्याकमेलिङ त ठिकै छ यस मलाई पनि पहिले भन पैसा छ हैन, म यहाँ पैसा डुल्न किन छ? कहाँबाट आयो? मेरो आफ्नो पर्सनल लाइफ हो त्यो है। उहाँको बुर्गेली सम्पत्ति होला। हजुर सम्पत्ति के छ सुनाउनुस्। महाराज हजुरले बुझाउन पनि सक्नुहुन्छ। हजुरले जे भन्नुभयो हैन। त्यो कुरालाई मैले राम्रोसँग व्यक्त गरेर समयले यस्तो भयो कि बाटोमा हिँड्दै गर्दाखेरि तपाईँसँग भेट हुन जुर्यो र त्यसो हुँदाखेरि मलाई पनि धेरै खुसी लाग्यो है। एउटा नेपाली हामी मान्छे आएर कुरा गर्न खोजेको भएको थियो। किनकि मलाई पनि लागेको थियो यो 2 महिनामा मैले नेपालीहरूको हालत देख्दाखेरि मैले कहाँबाट आवाज उठाउँ होला मलाई पनि लागेको थियो। आवाज उठाउँ भनेको हाम्रो यो इन्डियामा दूतावास त छ नि त। मान्छे यस्तो भन्ने कुरा गर्नु भएको थियो। मैले उहाँ लिएर आएँ। म यस्तो मान्छे टन्नै देखेको छु। मैले सक्दिनँ हेर्नु। म डुल्न आएको हो। एज ए नेपाली गोवा आउनु, यहाँ यत्रो ठुलो भिल्लामा रेन्ट तिरेर बस्नु, कसैलाई काममा राख्नु, कसैलाई सेवा गर्नु, त्यो सानो कुरा होइन। त्यो पैसा कहाँ तपाईँले के गर्दैनु? मैले चलेको छ है। म चाहिँ मेरो आफ्नो अहिले यहाँ डुल्नको लागि टुरको लागि आउनुभएको टुरको लागि म 6-7 महिना यहाँ बसिजान्छु। म ल फ्यामिली सबै आउनुभएको छ कि तपाईँ एक्लै खर्च हुनुहुन्छ? गरेर तपाईँको जान्छु। बिजनेस छ दुबईमा? 50-60 लाख चाहिँ मैले यहाँ तपाईँको खर्च दुबईमा गरेर बिजनेस छ? जान्छु। सर तपाईँको हजुर मेरो त आफ्नो बिजनेस छ, मेरो आफ्नो लाइफ सेटल छ। म यहाँ जस्ट घुम्न आएको।